अस्तिको हप्ता हामी कम्मर कसेर हिँड्ने बारेमा कुरा गर्दै थियौँ। हुन त अब कति समय हामी कम्मर कस्ने भन्दाखेरि पटुका बेल्ट पनि भन्छौँ होला, तर खासै हो भने नट नेसेसरीली बेल्ट पनि हुनु पर्दैन। कम्मर कस्ने कुनै पनि पटुकाले पनि जस्टिफाई गर्न सकिन्छ कि अब होइन। एउटा म अस्ति भन्दै थिएँ कि दुई किसिमको हुन्छ, एउटा अलिकति मास्तिर वेस्टमा बाँधिने अनि एउटा चाहिँ अलिकति तलतिर कम्मरमा बाँधिने पटुकाहरू हुन्छ भनेर। अनि विशेष पटुकाले चाहिँ हामीलाई के दिन्छ भन्ने कुराहरू हामीले हेरिरहेको थियौँ। त्यो बेल्टले चाहिँ के दिन्छ भनेर बाइबलमा एफिसीको 6 अध्यायको 14 पदमा हामीले सत्यताले कम्मर कस्छ भनेर हामीले त्यो हेर्दै थियौँ। सत्यताले कम्मर कस्छ भनेर। अनि आज मैले यसरी अलिकति स्लाइडहरू बनाएर ल्याएँ, सजिलो हुन्छ हेर्न चल्न। र यहाँनिर यसरी हामीले वचनमा हेर्दै जाँदाखेरि चाहिँ यहाँनिर पावलले यो विभिन्न पहिरनको बारेमा किन कसरी भनिरहेको छ त हामीले हेर्दै आउँछौँ। उसले कम्मर कस्ने पटुका भनिरहेको छ, छातीको पातै एउटा धार्मिकताको रूपमा उसले कुरा गरिरहेको छ। पछि गएर हामी हेर्छौँ उसले ढालको बारेमा कुरा गर्छ, तलवारको बारेमा कुरा गर्छ, जुत्ताको बारेमा कुरा गर्छ, माथि शिरमा लगाउने एउटा मुकुटको बारेमा कुरा गर्छ, हेलमेटको बारेमा। यो कुराहरू कहाँबाट आयो त भन्दाखेरि चाहिँ ऊ एउटा खुदै धेरै पढालेखा भएको व्यक्ति हो। प्रायः जस्तो हामीले हेऱ्यौँ भने परमेश्वरको चेलाहरू चाहिँ धेरै कम पढालेखाहरू मात्रै थिए। प्रायः जस्तो माछावालाहरू थिए होइन, माछा मार्नेहरू, पत्रुस, साइमन पिटर भनौँ, उसको होइन दाजुभाइहरू, सबै उनीहरू धेरै कम पढालेखा थिए। तर पछि हेऱ्यौँ भने पावल जसले चाहिँ प्रत्यक्ष प्रभुलाई त भेट्न त भेटाएन उसले, तर दमस्कसको बाटोमा उसको इन्काउन्टर भएको छ। तर ऊ यस्तो व्यक्ति हो, यति साह्रो धेरै पढालेखा भनिन्छ कि अब पावलले चाहिँ पुरानो नियमको व्यवस्थाको 5वटा पुस्तक चाहिँ कन्ठै पारेको थियो अरे नि त। 5वटा व्यवस्थाको पुस्तक चाहिँ उसलाई एकदमै मुखास्त थियो। ऊ यहुदी जाति हो होइन, ऊ यहुदी घरानामा पैदा भएको हो, तर ऊ रोमन सिटिजन हो। ऊ चाहिँ एउटा रोमी शासनको त्यहाँनिर एउटा सिपाही गरेर पनि ऊ परमेश्वरको चेलाहरूलाई उसले के गरिरहेको थियो, धेरै पर्सिक्युसन गरिरहेको थियो, थिचोमिचो गरिरहेको थियो। तर खासैमा हो भने ऊ यहुदी पनि थियो। उसलाई धर्मशास्त्र, बाइबल, पुरानो नियम उसलाई कन्ठै थियो। त्यसले गर्दाखेरि चाहिँ जब पावलले कति प्रचारहरू ल्याएको छ, कति उसको त्यो शिक्षाहरू ल्याइरहेको छ, कति पत्रिका लेखिरहेको छ, यो सबै पत्रिकामा चाहिँ पुरानो नियमको कुराहरू उसले ल्याइरहेको छ। उसले आफ्नो नयाँ यसमा बनाएर केही साह्रै भनेकै छैन। उसले अनुग्रहलाई मात्र अलिकति बढाएर भनेको छ र उसले जुन भन्नुपर्ने छ त्यो उसले बढाएर भनिरहेको छ। तर प्राय सबै सिखहरू जति पनि लेसन्सहरू छ त्यो सबै काममा आइरहेको छ ओल्ड टेस्टामेन्टबाटै आइरहेको छ, पुरानो नियमबाट। त्यसले भनिन्छ कि अनि नयाँ नियम चाहिँ के हो भन्दाखेरि चाहिँ पुरानो नियमको एउटा छाया हो भनिन्छ होइन। र हामी आज अझै अगाडि बढाउनेछौँ। र नेक्स्ट स्लाइडमा यसरी जाँदाखेरि हामीले अस्ति हेर्दै थियौँ होइन, पेटीले बेल्ट पटुकाले के दर्शाउँछ? सत्यतालाई दर्शाउँछ। सत्यता चाहिँ को हुनुहुन्छ? ख्रीष्ट हुनुहुन्छ। किन वचन भनेको छ बाटो, जीवन र सत्य मै हो भन्नुभएको छ। म बाहेक कसै पनि पिता कहाँ जान सक्दैन। त्यसले गर्दाखेरि चाहिँ पहिला जुन यो हामीले शरीरमा लगाउने पहिरन छ नि, फर्स्ट लगाउनु पर्ने नै के हो? ख्रीष्टलाई लगाउनु पर्ने हो। पटुका चाहिँ प्रभु येशू ख्रीष्टको बाँध्नु पर्ने हो। अनि त्यसले चाहिँ हामीलाई के दिन्छ त भन्दाखेरि चाहिँ हामीले दुईवटा कुराहरू सिकिरहेको थियो अस्तिको हप्ता। के दिन्छ हामीलाई? पटुकाले बल दिन्छ अनि सुरक्षा दिन्छ होइन, स्ट्रेङ्थ एन्ड प्रोटेक्सन। त्यसले हामीलाई बलियो बनाउनु। मैले एउटा उदाहरण दिइरहेको थिएँ कि एउटा रेस्लरले के गर्छ, उसले त्यो उठाउनु भन्दाखेरि रेस्लरहरूले यो वेट लिफ्टरहरूले उनीहरूले बेल्ट बाँध्छन्, धर कस्छ, अनि के हुन्छ त्यसले पनि एउटा स्ट्रेङ्थ प्रोभाइड गर्छ, सँगसँगै एक किसिमको एउटा प्रोटेक्सन पनि भनेर मैले विभिन्न वर्सेसबाट तपाईँहरूको माझमा सेयर गरिरहेको थिएँ। र आज हामीले हेर्नु पर्दाखेरि चाहिँ आज हामी के को बारेमा हेर्छौँ? छातीको पाताको बारेमा होइन। एफिसी 6 अध्यायको 14 पदमा दुई भागमा बाँडिएको छ। पहिलो चाहिँ पटुकाको बारेमा लेखिएको छ भने 6 अध्यायको 14 पदमा दोस्रो भाग चाहिँ के को बारेमा लेखिएको छ? छातीको पाताको बारेमा लेखिएको छ। र
र मलाई कसैले नेपालीमा पढाइदिनुहोस् न। यसकारण आफ्नो कम्मर सत्यले कसेर धार्मिकताको छातीपाता लाएर खडा हो। धार्मिकताको छातीपाता लाएर खडा हौ भनेको छ। अस्तिदेखि म भनिरहेको छु हामीलाई परमेश्वरले खडा केवल खडा मात्र हुन सक्छ भनेर भनिरहनु भएको छ। लडाइँ त उहाँले जित्नु भएको छ, तर पनि अझै पनि शैतानले हामीलाई के गर्छ, जिस्काइबस्छ, चलाइबस्छ। उसले हामीलाई परमेश्वरको नजिक जान दिँदैन। उसले हामीलाई धेरै बाटोहरू अडचनहरूले ल्याउन गरिदिइरहेको छ। त्यतिखेर परमेश्वरले भन्नुहुन्छ आज सत्यताले तिमीहरूको कमर कस, येशू ख्रीष्टलाई कमरमा बाँध, बलियो हो, सुरक्षित हौ। र त्यहाँदेखि अहिले के भनिरहेको छ भन्दाखेरि आज छातीको पाता धार्मिकता भनेर भनेको छ। आज हामी यो छातीको पाता धार्मिकता भनेको चाहिँ के हो भन्ने कुरालाई हामी बुझ्ने कोसिस गर्नेछौँ। धार्मिकता भनेको के होला, के भन्नुहुन्छ तपाईँहरू? आफूलाई प्रश्न गरौँ यो समय। वाट इज राइचियसनेस? के होला धार्मिकता भनेको? धर्म गर्नु? के भन्नुहुन्छ? कसरी हामी धर्मी हुन्छौँ? बाइबलले भन्छ धर्मी जनको प्रार्थना सुनाइ हुन्छ। हामी कसरी धर्मी हुन्छौँ? येशू ख्रीष्टमा विश्वास गरेर। अरू के छ? के कार्यहरू गर्नुपर्छ हामीले? के कामहरू गर्नुपर्छ? पर्दैन। हुन्छ, हामीलाई अझै डिटेलमा हेर्नेछौँ। हुन्छ, र आज यसरी किन चाहिँ हामीले धार्मिकताको छातीको पाता लगाउनु पर्छ भन्दाखेरि चाहिँ यहाँनिर हामीले के भेट्न सक्छौँ भन्दाखेरि डेभिलले चाहिँ हामीलाई, शैतानले चाहिँ हाम्रो हृदयलाई प्रहार गर्छ अरे, हाम्रो मुटुलाई, हार्टलाई। किन भन्दाखेरि चाहिँ हाम्रो मुटुमा चाहिँ, हाम्रो हृदयमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ भावना हुन्छ अरे, पहिचान हुन्छ अरे, र विश्वास हुन्छ अरे। शैतानले चाहिँ त्यो खोज्न खोजिरहेको छ हाम्रो जीवनबाट। त्यसले गर्दाखेरि यसलाई चाहिँ के गर, छातीको पाता लगाएर त्यसलाई सुरक्षित राख। हाम्रो हृदयमा चाहिँ के छ? इमोसन छ, आइडेन्टिटी छ, र ट्रस्ट छ, विश्वास छ। अनि त्यो चाहिँ शैतानले चाहँदैन। कसरी भए पनि उसले चाहिँ हामीलाई परमेश्वरप्रति आज हाम्रो विश्वासलाई अगाडि बढेको देख्न चाहँदैन। हाम्रो चिनारी, हाम्रो चिना एउटा इसाईको छोराछोरीहरू भनेको उसले देख्न चाहँदैन। र हाम्रो भावनालाई उसले के गर्छ? प्रहार गरिबस्छ। हामीलाई ठेस पर्नु बस्न चाहिरहन्छ हाम्रो भावनालाई। त्यसले गर्दाखेरि चाहिँ धार्मिकताको छातीपाता लगाऊ र त्यसलाई सुरक्षित गरेर राख भनेर भनिरहेको छ। जब हामीले क्रिस्टलाई कम्मरमा पटुका कस्छौँ नि सत्यताले, तब के हुन्छ भने परमेश्वरको जीवन हामी यापन गरेको छौँ। त्यसको पछाडि चाहिँ के हुन्छ भन्दाखेरि शैतानले देख्न सक्दैन। यसले त क्रिस्टलाई मानिरहेको छ, यसले त क्रिस्टलाई पछ्याइरहेको छ, अब म यसलाई प्रहार गर्छु भनेर। अनि के गर्छ? तपाईँको हृदयमा आएर प्रहार गर्न खोज्छ। अनि यहाँ पावलले भनिरहेको छ त्यसलाई पनि सुरक्षित गरेर राख। अनि त्यो छातीको पाताले चाहिँ हाम्रो भाइटल अर्गेन्सहरू, अनि तर सबभन्दा भाइटल अर्गेन्स के हो भन्दाखेरि हाम्रो यहाँ मुटु। अनि यहाँनिर हामी हेर्दै जाँदाखेरि किन ब्रेस्टप्लेट अफ राइचियसनेस भन्दाखेरि चाहिँ तपाईँहरूले मसँग यसायाको पुस्तक 11:5 खोलेर हेर्नुभयो भने त्यहाँनिर भेटाउन सक्नुहुन्छ कि के भनेको छ भन्दाखेरि also righteousness will be the belt about his loins भनेको छ। धार्मिकता चाहिँ उसको छातीको पाता मात्रै होइन अरे, तर उसको कम्मरको पटुका पनि हुन्छ भनेर भनेको छ है। यसायाको 11:5 कसरी पढिदिनुहोस् न। उहाँको पेटी धार्मिकता हुनेछ र उहाँको कम्मरको पटुका सत्यता हुनेछ। हजुर, उहाँको पेटी धार्मिकता हुनेछ र उहाँको कम्मरको पटुका सत्यता हुनेछ। मेरोमा फेथफुलनेस लेखिएको रहेछ। अनि यो कहाँबाट आयो? यो पावलले कहाँबाट प्रचार गर्दैछ? कहाँबाट उसले यो कम्मरको के अरे पटुकाको बारेमा, छातीको पाताहरूको बारेमा कहाँबाट भन्दैछ भन्दाखेरि चाहिँ उसले यसायाको पुस्तकलाई उसले भनिरहेको छ। मैले अघि भन्दै थिएँ कि ऊ चाहिँ धेरै ज्ञानी व्यक्ति हो। उसले धेरै पुरानो पुस्तकहरूको अध्ययन गरेको कारणले गर्दाखेरि उसले आफै बनाएर भनेको होइन यहाँ पावलले। उसले के गर्दैछ? पुरानो नियमबाट कोट गरिरहेको छ। अर्को पद तपाईँले हेर्नुभयो भने भेटाउन सक्नुहुन्छ यसायाको 59:17 पदमा के लेखेको छ? He put on righteousness like a breastplate भनेर भनेको छ। उसले के गर्नेछ? आज
धार्मिकता एउटा छातीको पाता गरी उसले लगाउने छ भनेको छ। एन्ड अ हेलमेट अफ सल्भेसन अन हिज हेड, उसले शिरमा उद्धारको मुकुट पहिराउने छ भनेको छ। भने चाहिँ उसले आफै भनेको होइन, तर के गरेको छ पावलले पुरानो नियमबाट उसले कोट गरिरहेको छ। अझै हेरौँ न उसले के भन्दैछ। पहिलो थेसलोनी 5:8 पनि हामीले हेऱ्यौँ भने के भेटाउन सक्छौँ। बट सिन्स वी आर अफ डेज भनेको छ, हामी यो समयको र लेट अस बी सोबर, आज हामी एकदमै नम्र बसौँ, नम्र तुल्यौँ। ह्याभिङ पुट अन द ब्रेस्टप्लेट अफ फेथ एन्ड लभ भनेको छ। छातीको पाता के को अरे? धार्मिकता भनेको छ यहाँ छैन। के को बारेमा भनेको छ? विश्वास र प्रेम। अनि एन्ड हेलमेट होप अफ सल्भेसन, फेरि यहाँनिर पनि आज उद्धारको मुकुटको बारेमा भनेको छ। हामीले यो पदहरूलाई हेर्दै गर्दाखेरि नि अहिले हामीले यो 3वटा पदलाई हेरेका छौँ। यहाँनिर यो 3वटा पदलाई हेर्दै गर्दाखेरि तपाईँले एउटा कुरा याद गर्नु सक्नुहुन्छ। त्यहाँनिर एउटा शब्दलाई घरिघरि सबैले दोहोऱ्याएको छ। त्यो शब्द चाहिँ के रहेछ भन्दाखेरि यहाँ स्क्रिनमा यति मजाले देखिएन होला, तर त्यहाँ इङ्ग्लिसमा चाहिँ पुट अन, पुट PUTON अन भनेर शब्द तपाईँले यो 3वटै वर्ड्समा भेटाउन सक्नुहुन्छ। पुट अन द ब्रेस्टप्लेट अफ राइचियसनेस भनेर एफएसी 6:14ले भन्छ। एसाया 59:59-17ले पनि भन्छ पुट अन राइचियसनेस भन्छ। अनि यहाँनिर त्यहाँ गएर पहिलो थेसलोनी 5:8ले पनि के भन्छ? पुट अन द ब्रेस्टप्लेट अफ फेथ एन्ड लभ भन्छ। भनेपछि धार्मिकता भनेको चाहिँ भित्रबाट उत्पन्न हुने कुरा होइन रहेछ, तर त्यो चाहिँ माथिबाट लगाइने कुरा रहेछ। धार्मिकता चाहिँ माथिबाट लगाइने, पहिराउने। धार्मिकता पहिराउनुहोस् भनेर हामीले गाना पनि गाउँछौँ। भनेपछि चाहिँ पहिराउनु भनेको चाहिँ लगाउनु, एउटा लुगा लगाए जस्तै धार्मिकता पनि हामीले के गर्नु पर्दो रहेछ? पुट अन गर्नु पर्दो रहेछ। त्यहाँदेखि मैले त्यो छातीको पाता लगाइरहेको छु। सेनाहरूले यस्तो खालको किसिमको एउटा छातीको पाता लगाएर चाहिँ उनीहरू लडाइँ खेल्न जान्छ। त्यसले चाहिँ के गर्छ जब त्यो तपाईँले लगाउनुहुन्छ भने तपाईँको सिट अफ इमोसन्स, जहाँनिर तपाईँको भावना बस्ने जग्गामा के गर्न सक्दैन, शैतानले प्रहार गर्न सक्दैन। उसले जति नै कोसिस गर्यो भने छातीको पाताले के गर्दछ? रोक्दछ। त्यसले गर्दा तपाईँले के गर्नुहोस्? छातीको पातालाई लगाउनुहोस्। कसरी लगाउने त भन्ने कुरालाई आज हामी हेर्नेछौँ है त। यो धार्मिकता भनेको चाहिँ कसरी छातीको पाता हुन गएर यसले लगाउँदाखेरि चाहिँ हामीलाई कसरी आज हामीलाई सुरक्षा मिल्छ त भन्दाखेरि होइन, मैले यहाँनिर प्रश्न राख्न खोजिरहेको थिएँ के धार्मिकता हाम्रो कार्यबाट हामीले पाउन सक्छौँ भनेर। के हाम्रो कार्य चाहिँ आज हामीले लगाउनु पर्ने जुन हामीले धार्मिकता दिन सक्छ भनेर म प्रश्न गर्न चाहन्छु तपाईँलाई। के भन्नुहुन्छ? के हाम्रो कार्यलाई हामी धर्मी ठहरिन्छौँ? हाम्रो कार्यलाई हामी धर्मी ठहरिन सक्दैनौँ। आज हाम्रो कामले हामी धर्मी ठहरिनै सक्दैनौँ। अर्को प्रश्न छ के आज हाम्रो अरू कामहरू, कार्य कामहरूले होइन हुन सक्दैन? अर्को एउटा प्रश्न, व्यवस्थाले के भन्नुहुन्छ? व्यवस्थालाई हामी धर्मी ठहराउन सक्छौँ? सक्दैन। भैँसा टाउको लागेर आज पछाडि कति समय हाम्रो मानिसहरू अहिलेको समयमा धर्मी कामहरू गर्न खोजिरहेका हुन्छ। अन्य जातिहरू जस्तो सोच्छौँ होइन कि आज हामीले धर्मी काम गऱ्यो भने हामी धर्मी मानिस छडिन्छौँ र हामी स्वर्ग जान सक्छौँ भनेर। किन भन्दाखेरि हामी व्यवस्था पालन गरिरहेका छौँ, हामीले दान पुण्यहरू गरिरहेका छौँ होइन। अन्य जातिहरूले आज हामीले के अरे मान्छे मर्दाखेरि विभिन्न किसिमको विधिहरू गरिरहेका छौँ। यो द्वारा आज हामी स्वर्ग जान सक्छौँ होइन। विभिन्न चोख्याउने खालको कुराहरू हामीले विगत दिनमा सुनिरहेको थियौँ। यो कामहरूद्वारा चाहिँ आज हामीलाई परमेश्वरले धर्मी ठहराउनु हुँदैन। हामी धर्मी ठहरिनै सक्दैनौँ। आज भनेको चाहिँ हाम्रो धर्मिकता त परमेश्वरको नजरमा एउटा झट्टै थाल्नु जस्तो मात्रै हो। जति नै हामीले राम्रो काम गरौँ, जति नै हामी गुटी एकदमै राम्रो हौँ,
प्रभुको अगाडि एकदमै राम्रो बनिन खोजौँ। जबसम्म परमेश्वरले चाहनुहुँदैन तबसम्म हामी धर्मी ठहरिन सक्दैनौँ। जबसम्म उहाँले त्यो धार्मिकताको वस्त्रलाई हाम्रो शरीरमा पहिर्याउनु हुँदैन तबसम्म हामी धर्मी भन्नै सक्दैनौँ, हुनै सक्दैनौँ। यो सबै परमेश्वरको इच्छा मात्रै हो। त्यसले गर्दाखेरि चाहिँ आज म तपाईँहरूलाई जब धार्मिकताको बारेमा कुरा आउँछ, विश्वासको बारेमा कुरा आउँछ, एउटै व्यक्तिको बारेमा धेरै चर्चा हुन्छ। को होला त्यो व्यक्ति? को भन्नुहुन्छ? अब्राहम। हुन्छ, तपाईँहरूले मसँग रोमी 4:13 खोलिदिनुहोस् न। रोमी 4:13 के भनिएको छ? For the promise to Abraham or to his descendant that he would be heirs of the world was not through the law. आज जुन अब्राहमलाई दिएको प्रतिज्ञा उसको सन्तान हुन्छ भने, संसारभरि उसको सन्तान फैलिएर जान्छ भन्ने कुरा चाहिँ, यो प्रतिज्ञा चाहिँ व्यवस्थाद्वारा दिएको होइन, but through the righteousness of faith. केबाट अरे? विश्वासद्वारा धार्मिकता। कसरी पढिदिनुहोस् न मलाई नेपालीमा। संसारको उत्तराधिकारी हुनलाई अब्राहम र उनको वंशलाई दिएको प्रतिज्ञा विश्वासद्वारा आएको होइन, तर विश्वासको धार्मिकताद्वारा आएको हो। हजुर, व्यवस्थाद्वारा आएको होइन, तर विश्वासको धार्मिकताद्वारा आएको हो। आज अन्य जातिहरू र हाम्रोमा के फरक छ भन्दाखेरि अन्य जातिहरूले के गरिरहेको छ? व्यवस्था पालन गरिरहेको छ। उनीहरूको पुस्तकलाई त्यहाँ भएको कुराहरू गर्न खोजेर उसले के गर्छ? स्वर्ग जान खोजिरहेको छ। तपाईँलाई थाहा छ, एउटा धनी रुलर, एउटा अधिकारीले के गर्छ? प्रभुलाई आएर भन्छ, प्रभु म स्वर्ग जानलाई चाहिँ के गर्नुपर्छ? अनि उहाँले भन्नुहुन्छ, व्यवस्थामा भए जति सबै तिमीले पालन गर भनेर भन्नुहुन्छ। अनि के भन्छ उसले? व्यवस्थामा भएको त म सबै पालन गरिरहेको छु नि। ए हो भन्नुहुन्छ। त्यसो भने तिमीमा जति पनि कुराहरू छ, जति पनि धन सम्पत्ति छ, तिमीले बेचिदियो र त्यहाँदेखि मेरो पछि लाग भन्दाखेरि चाहिँ उसको अनुहार खुस्किन्छ। अब कति समय मान्छेहरू चाहिँ पुरानो नियमले व्यवस्था पालन गरेर चाहिँ स्वर्ग जान खोजिरहेको छ। तर यहाँनिर चाहिँ परमेश्वरले एउटा चेन्ज अफ हार्ट, एउटा हृदयको परिवर्तनलाई ल्याउनु हुँदैछ। तर जुन कुरा चाहिँ यहाँ गर्न सकेको छैन। अनि त्यसरी नै रोमी 4:13 के भनेको छ? आज व्यवस्थाद्वारा होइन, तर विश्वासद्वारा धार्मिकतामा भनेको छ। उत्पत्ति हामी यो कुराहरू कहाँ भेटाउँछौँ भन्दाखेरि उत्पत्ति 15:6 हामीले हेऱ्यौँ भने त के भेटाउन सक्छौँ? Then he believed in the Lord भनेर अब्राहमले के गर्यो? परमेश्वरमा विश्वास गर्यो। त्यहाँदेखि परमेश्वरले के गर्नुभएको छ? He reckoned it to him as righteousness. He counted to him as righteousness भनेको छ। उसलाई के बनियो अरे? धर्मी बनियो भनेको छ। काउन्टेड पनि भन्छ, रेकर्ड पनि भनिन्छ। उत्पत्ति 15:6 लेखिएको छ कि आज कसरी भन्दाखेरि चाहिँ अब्राहमले चाहिँ विश्वास गर्दैमा ऊ के ठान्यो?